बर्दाघाट झरेर त्यहाँ अटो लगाइरहेको हुन्छ। सिधा कुकुरमारा 5 नम्बर भनेर आउँदाखेरि यो सरकारी स्कुल देख्नुहुनेछ हजुरले। अटोले सिधै लिएर आउनेछ। यहाँबाट स्कुलको पछाडिबाट आउने बाटो रहेको छ। यो बाटो सिधै आसी 5 नम्बर कुकुरमारा, बर्दाघाट कुकुरमारा 5 नम्बरमा सिलाङ्गे टोल भन्ने गाउँमा एउटा आकर्षक घर रहेको छ। सानो टिनको भए पनि यसको बनावट चाहिँ पुरै आरसिसीमा बनेको हो। 3 तला घरसम्म उठाउन सकिन्छ यसमा। हेर्दै जानुहोस्। यो अहिले बिक्रीमा आइरहेको छ। त्यही सुनेको हुनाले म यहाँ हेर्न आइरहेको छु कस्तो हो के हो भनेर। ल हेर्नु, आकर्षक घर रहेको छ। यहाँ पानीको चापाकल पनि छ। यो मकै बारी पनि रहेको छ। जम्मा जग्गा 2 कट्ठा 2 दुरमा बनेको यो आकर्षक घर हो। हेर्नुहोस्, यहाँ राम्रो मठ मन्दिर पनि छ। अब यहाँ भित्र गएर मैले हजुरको भित्रको ठाउँ पनि देखाउने छु। यो ढोका खोलियो। यो पहिलो रुम रहेको छ। हेर्नु, पहिलो रुम रहेको छ। यता एउटा दराज राख्न सक्नुहुनेछ भने यहाँ सोफा यो खाली ठाउँमा सोफाहरू राख्न सक्नुहुनेछ। यहाँ अब 7x7 को लोबेट पनि राखेको छ। राखे पनि यहाँबाट यति ठाउँ खाली छ। अनि यसको ब्याक साइडमा पनि एउटा दराज राख्न सकिने ठाउँ छ। अब हेर्नु, अर्को कोठातिर जानु पर्यो। अब यहाँ चाहिँ एउटा होल रुम रहेको छ। आमा पनि यहाँ हुनुहुन्छ। होल रुम रहेको छ। होल रुममा बाबुले के ट्याप चलाउँदा हुने रहेछ। यहाँ यति सोफाहरू राखेर पनि यहाँ एउटा बेड बसिरहेको छ। 6x5 को बेड हो यो। अनि यता जाँदाखेरि फेरि एउटा यहाँ किचन पनि छ। हेर्नुहोस्, किचन पनि छ। किचनमा धारो पनि छ। यहाँ किचन ठुलै छ। यो किचनलाई पछि हजुरलाई चाहिएको खण्डमा किचन अन्त सारेर पनि एउटा कोठा बनाउन सक्ने अवस्था छ यसमा। यहाँ फेरि अर्को कोठा रहेको छ। यहाँ हेर्नु, अर्को कोठा रहेको छ। यहाँ पुरै छ। अनि बाथरुम चाहिँ घरदेखि बाहिर यहाँ केरागारी, प्रशस्त केरागारी र मेवागारी यहाँ प्रशस्त रूपमा देख्न सक्नुहुनेछ। अनि यहाँ एउटा गोठ पनि रहेको छ।